मैले सुनेछ न। यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ। कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ। घर परिवारको अवस्था व्यवस्था केही छैन है। यो बाबा त यो दाइ त के रोल खुप्पेको बाकी खुप्पेको आमा के रोल गर्ने मान्छे होइन भद्रकोल कि केमा के पो भन्ने डाइलेक्ट थियो के छ भन्दा ठिक छ भन्ने मलाई होइन। बाहिर बस, भित्र छिर्नु पर्दैन। हार्दिक सुनाउने रामनारायण शाह बालन दाइको बाबा रेस्ट इन पिस। दाइ स्वेटर कहाँ किन्नु भएको? यो स्वेटर होइन, यो स्वेटर मैले म्यान्चेस्टर युनाइटेड ओल्ड ट्राफोर्डको भित्रपट्टि युनाइटेडको किन्ने ठाउँ जर्सी किन्ने ठाउँ के भन्छ युनाइटेडको स्टोरबाट किनेको हो। पहिलाको पालि क्रिसमस अगाडि किनेको, यो पालि क्रिसमस आउन आँट्यो त्यही भएर लगाएको क्या। घाम झुल्किन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी टिल्टीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय होमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिन कहिले समाज नै दुश्मन भो अहिले छोरा किचकिच गर्छ जहिले हातमा आइफोन छ भन्नुस् के दिनु भो तपाईले देख्यौ नि तिमीहरू छोराछोरीहरू बाउआमालाई बाउ मलाई बाइक चाहियो बाउ मलाई आइफोन चाहियो बाउ मलाई बाउको त्यहाँ तनाव हेर त्यहाँ हाकिमले कस्तो गिदी गर्यो त्यहाँ कति दिनरात खटिरहेको छ बाउहरू तिमीहरू बुझ्छौ बुझ्दैनौ तर तिमीहरूलाई चाहियो भनेपछि चाहियो बरु भात खादिन 3 दिनसम्म बाउले किनिदिन्छ भन्छौ नि त्यहाँ हेर अनुमति छोरो बाउहरूले कति स्ट्रगल गरेको हुन्छ छोराछोरीको लागि बुझ्यौ नि। छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे गोर्लेको पकेटमा हात्ती महँगो घडी लाको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु दिनदिनै म मर्दैछु औँला मुख जोड्दा जोड्दै असल बाउ असल घुसखोरी होइन हाम्रो बाउ घुसखोरी होइन सकेनन् भन्नु खोजेको छ कानाले अहिलेसम्म घुस खाने सोस खानेले ओभर पैसा कमाए छोराछोरीलाई गाडी साडी त्यो भएको भनेको जति सब कुराहरू पुरा गर्न पाइरहेको छ तर ऊ घुसखोरी होइन अरे त्यही भएर बार्बी पनि किन्न सकेको छैन छोरालाई आइफोन पनि किन्न सकेको छैन बाउले बिन्ती है म गर्दैछु हाम्रो दिन नि आउला कतै नानु तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि न्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ ऋणी हुन्छु बुढी मलाई माफी देऊ चाँडै बाला झिकिदिन्छु तिमी नै त साथी हौ नरी पैसा नभएर बुढीको मङ्गलसूत्र नै के भयो तिल्लरी पनि डिकमा राख्न आँट्यो डिक भनेको फेरि त्यो अर्को डिआइसीको डिक होइन डिक भनेको डिपोजिट क्या त्यो राखेर डोलिने क्या रिसाउ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न सक्छौ बिन्ती फकाइ फुलाई राखन ठुला हुँदै घर उही
सानै छ आफन्तहरू आकाश छुँदै भर मेरो ज्यानै छ भित्र मन मेरो हृदय आँखा सामु च्यानै छ साँझ मेरो ढलिसक्यो यिनीहरूको बिहानै छ हौसला यो गलिसक्यो जोस जागर जलिसक्यो होस बेगर बरालिँदै गन्तव्यको बाटोमा के बोल्न सकेको छैन होइन मूर्ख लाटो म हेर्न सक्दिन आफ्नै ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हुँ म लुटेराको जमातमा छाया नि हुन्न साथमा रमाइलोमा सँगै दुःखमा कस्तो एक्सप्लेनेसन दिइरहेको बिच ओइ रन्डी ओटनको छोरो त मुझे जा त नहेर त लाइभ नहेर त बाक बाक म्याच चिकन तेरोमा नि युट्युब होला युट्युबमा गएर सुन म्याच चिकन हेर्ने अब हेर भनिरहेछ अब यसो हल्का बुझाइदिनु परेन रियाक्ट चाहिँ मेरो के सुनेर हेरेर मात्रै बस्ने यसरी गरेर युट्युबमा आफ्नो युट्युबमा हेरेर रणमतीको छोरो बोलेको मन पर्दैन भने म्याच चिकनको खोल रन्डी ओटनलाई चप्पलले हान्छु नि म्याच चिकन फेरि किचन सुट छ नि फेरि म्याच चिकन सड्काउँछु नि मुजी गरेर आफ्नोमा युट्युबमा म्याच चिकन छोड्ने समाजमा मन मैलो यो होइन पीडा छ मेरो आवाजमा कथा नौलो होइन नसुनाइ बसेको लाज फिल्मको गाना हो क्या यार हिरो देखेँ त मैले रमेश उप्रेती हिरो देखेँ त मैले यहाँ जमानाको नेपाली फिल्मको हिरो मन मैलो यो होइन पीडा छ मेरो आवाजमा कथा नौलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो माया गर्छ तँलाई धेरै गरिब छ यो बाबु तेरो स्थिति यो बुझ्दै मेरो बाँच्नु पनि छ अप्ठ्यारो दमन रूपा खेती फिल्म त रहेछ त फिल्मको गाना रहेछ बालेन दाईको वर्डहरू चाहिँ लभली छ है दाजु मन पर्यो ल दाजु अति छ है मन पर्यो है दाजुको गाना चाहिँ बालेन दाईलाई एकचोटि ओपी हान्दिउँ होइन केटा हो बालेन दाई ओपी इन द च्याट हान्दिउँ त सबजनाले च्याटमा